ब्रेकिङ न्युजमा तपाईहरुलाई स्वागत छ। म पाण्डा पाण्डे। दक्षिण अन्टार्कटिकाका पेन्गुइनहरूले मानिसहरूका विरुद्ध युद्धको घोषणा गरेका छन्। आज जारी गरेको भिडियोमा सो कुरा उल्लेख गरिएको छ। दिन बिहान 4:30 बजे दक्षिण अन्टार्कटिकको पेन्गुइन नगरको करिब 800 वर्ग मिटर बराबरको भूमि समुद्रमा पग्लिएर खस्दा बालबालिका सहित 100 जना भन्दा बढी पेन्गुइनको मृत्यु भएको थियो। यो घटनामा मानिसहरूको प्रत्यक्ष संलग्नता भएको पुष्टि भएको छ। कयौं दशकदेखि शोषण र दमनमा पारी मानिसहरूले हामीमाथि अत्याचार गर्दै आएका छन्। विषालु ग्यास वायुमण्डलमा विसर्जन गरी पृथ्वीको ओजन तह नष्ट गरेर हाम्रो अस्तित्व नै तरापमा पारेका छन्। अब यो दमन र अत्याचारको हामी सशक्त प्रतिकार गर्न सशस्त्र विद्रोहमा जाने निर्णय गरेका छौँ। हाम्रा वीर सिपाहीहरूले आजैबाट मानिसहरूको विरुद्ध युद्ध घोषणा गर्नेछन्।